एयरपोर्ट आइयो होइन भर्खरै। अलिकति मलाई चाहिँ चिसोको कारणले घाँटी चाहिँ च्याप्प समातेको छ है त। म तपाईँलाई देखाउँदैछु यो लाइनबाट हामी प्रवेश हुने हो। अहिले चाहिँ पालो छ हिमालय एयरलाइन्सको, त्यसपछि हाम्रो पालो आउँछ 1 घन्टा पछि है त। अनि सबैजना यसरी बसिरहेको छ लाइन। म पनि यहाँ वेटिङमा पुरा बसेको छु होइन। तपाईँको पछि हुन्छ है त गाइज। ल गाइज, जन्मभूमितिर लागियो। यसरी बसेको छ हामी सबैजना लाइनमा। यस्तो छ, रातिको टाइम छ। अब वेटिङमा, गेट अझै ओपन भएको छैन। अब ओपन भएपछि चाहिँ भित्र प्रवेश द्वार खुलेको छैन गाइस। यस्तो छ, सबैजना वेटिङमा बसिरहेको छ है त। तपाईँहरूलाई म भिडियो बनाउँदै हालिरहेको। ल त गाइस, हामी चाहिँ गेटबाट पनि छिरेर पास भयो होइन। अब चाहिँ यस्तो छ, अब तपाईँको विशेष भनेको कतारको है डल्स भनेपछि सबै चिन्नुहुन्छ नि त तपाईँहरूले होइन। म रिल्स भिडियोहरू बनाइराखेको हुन्छु क्या। अनि भिडियोहरू यस्तो छ हेर्नुहोस्। अब यहाँबाट हामी तल जाने हो। अनि त्यसपछि केही सपिङ गर्नु छ भने त्यता मार्केटहरू छ होइन, त्यता हल्का सपिङ गर्छ। त्यहाँको पनि तपाईँहरूलाई भिडियो देखाउँछु है। ल त यति भन्दै ल हेर्नुहोस् है, यताको चलपलहरू यस्तो छ। सबै मार्केट लाइन छ, राम्रो छ। यसरी बनाउँदैछु है डल्सहरू। यहाँ कतारको फेमस टाइप है त गाइस। अहिलेलाई राख्न चाहन्छु। धन्यवाद टु अन्त गाइस। Namaste, ladies and gentlemen. Welcome on board Nepal Airlines. This flight is RA254 to Kathmandu. The commander of this flight is Captain M. Prashant Joharsson, assisted by Captain Arpit Shrestha and Avian Flight Supervisor Sonam Yogal, along with the other cabin crew members. Flight time will be 4 hours and 21 minutes. For your safety, your hand luggage must be placed in overhead compartment or under the seat in front of you. Please set your portable electronic devices, including mobile phones, to flight safe mode. Put your seat upright, fasten your seat belt, secure treadable, and keep your window seat open during taxi, takeoff, and landing. Smoking is prohibited in the entire flight. So if you need any assistance, please do not hesitate to call an for cabin crew. Thank you. अनि तपाईँहरू प्लेन चढ्नु भएको छ भने त सबैलाई थाहा छ। अब नचढ्नु उडान नियम अनुसार हामी जहाज समक्ष सुरक्षा सम्बन्धी जानकारी गराउँदछौँ। यहाँहरूको सामान माथिको सामान कक्षमा राखिदिनुहोला। कुनै पनि सामानहरू आफ्नो काखमा नराखी आफ्नो अगाडिको सिटको मुनि राखिदिनुहोला। हरेक सिटमा पेटी रहेको छ। यसलाई बाँध्न पेटीको अन्तिम भागलाई यस बकलमा छिराई तान्नुपर्छ। निकाल्न बकलको माथिल्लो भागलाई उठाई तान्नुपर्छ। सिटको पेटी बाँध्ने सङ्केत बत्ती बलेको बेला सिटको पेटी बाँधी सिटमा बसिदिनुहोला। हरेक सिटको माथि अक्सिजन मास्कहरू राखिएका छन्। कारणवश जहाजभित्रको चाप हट्न गएमा सो मास्क आफू तल झर्नेछ। मास्कलाई आफूतिर तानी नाक र मुख छोपी फित्तालाई कसेर श्वास फेर्नुपर्छ। कृपया आफूले सो मास्क लगाइसकेपछि मात्र अरूलाई लगाउन मद्दत गर्नुहोला। हरेक सिटको मुनि सुरक्षा ज्याकेटहरू राखिएका छन्।
बिजनेस क्लासमा सुरक्षा ज्याकेट हात अडाउने मुनि राखिएको छ। कारणवश जहाज पानीमा ओर्लन परेमा सो ज्याकेटलाई निकाली टाउकोबाट यसरी लगाउनु पर्नेछ। यो सेतो फित्तालाई औँसेमा अड्काई तान्नुपर्छ। यो रातो पट्टीहरूलाई तानेमा आफै हावा भरिनेछ। यो रातो नलीहरू फुकेमा पनि हावा भरिनेछ। कृपया जहाजबाट बाहिर निस्किएपछि मात्र ज्याकेटमा हावा भर्नुहोला। यस विमानमा 8वटा आपतकालीन ढोकाहरू छन्, 4वटा बायाँतर्फ र 4वटा दायाँतर्फ। पखेटा पछाडि 3 नम्बरको बायाँ र दायाँ ढोकाहरू पानीमा प्रयोग हुने छैन। विमानभित्र धुवा भरिएको खण्डमा भुइँमा बलेका आपतकालीन बत्तीहरू पछ्याई आपतकालीन ढोकातर्फ प्रस्थान गर्नुहोला। आपतकालीन ढोका तपाईँको नजिक पनि हुन सक्छ। यहाँहरूको जानकारीको लागि शौचालय प्रयोग गर्दा फ्लस गर्न नभुल्नुहोला तथा फोहोरलाई वेस्ट बिनमा फ्याँक्नुहोला। यो उडान धूम्रपान निषेधित भएको जानकारी गराउँदछौँ। सुरक्षाको कारणले उडानको सुरु र अवतरणको समयमा कुनै पनि विद्युतीय उपकरणहरूको प्रयोग नगर्नुहोला। कृपया इनसिट भिडियो स्क्रिन सुरक्षित स्थानमा राखिदिनुहोला। झ्यालको कभर खुल्ला राख्नुहोला र सिटलाई पनि सिधा राख्न अनुरोध गर्दछौँ। अन्य जानकारीको लागि यहाँहरूको अगाडि सिटको खल्तीमा राखिएका सुरक्षा निर्देशिका अध्ययन गर्नुहोला। नेपाल वायु सेवामा यहाँहरूको यात्रा सुखमय होस्। जय नेपाल, जय नेपाली है त। ल अब यस्तै हो गाइजहरू होइन। तपाईँहरू फिलिम्स Welcome on board सफारी Nepal Airlines. गर्नुभयो। Ladies and gentlemen, please pay attention for the safety features of this aircraft. गर्नुभएको छ भने Your baggage should be stored in the overhead compartments. प्लेनमा गर्नुपर्ने नियमहरू यस्तो यस्तो छ है। मैले चाहिँ खास मैले चाहिँ तपाईँहरूलाई भिडियो बनाएको छु। जस अब प्लेन चढ्नेलाई चाहिँ अब थाहा छ होइन, अब नचढ्नेहरूलाई चाहिँ यो भिडियो हेर्नुहोस् यस्तो यस्तो हुन्छ है भनेर मैले बनाएको छु। अनि तपाईँहरूलाई कस्तो लाग्छ होइन, राम्रो लाग्छ भने लाइक कमेन्ट फलो गर्नुहोस् है त। सिटको यता देखाइरहेको छ होइन, यसरी बाँध्ने यस्तो गर्ने भनेर। Oxygen masks are located in the overhead units. In case of depressurization, the mask will drop automatically. Pull the mask with the jack, put it on, cover your nose and mouth, and breathe normally. The mask can be adjusted by tightening the elastic band. Please put on your mask first before जितु सरले गर्नुभएछ विज्ञापन चाहिँ होइन, उहाँलाई दिनुभएछ नेपाली एयरलाइन्सको। Life vests are kept under the seat. ल त यति भन्दै यो भिडियो चाहिँ जहाज नचढ्नेहरूको लागि चाहिँ एकदम राम्रो है। हेर्नु होला, लाइक कमेन्ट सेयर गर्नु होला है। हस् त गाइस चाहिँ बवाल हुने भयो ल। घरहरू हेर्नुहोस् है गाइस, कस्तो झ्याप्प कुहिरो लगाइदिएको यार। फेरि तलको देखाम भनेको देख्नुभएको छ नि सानो सानो घरहरू है। हेर्नुहोस् न, क्या दामी देखेछ है। मोबाइलमा चाहिँ देखेछ कि देखेछ थाहा छैन गाइजहरू होइन। सानो सानो घर यतिको राखेपछि
माथि बल्ल जुम गरेपछि देख्दो रहेछ यार। घरहरू है, बाटोहरू प्लेनबाट खिच्दैछु कि बाटोहरू चाहिँ देखि अब काठमाडौँ आइयो, काठमाडौँ आइयो। धेरै माथि छ क्या, धेरै माथि। यस्तो गरेर देख्नु भयो नि, हेर्नु है हेर्नु कस्तो छ नजारा नेपालको सिन। नेपालको सिन वेदर खुल्ला भयो भने त कस्तो दामी देख्छ क्या, हेर्नु न होइन। कसम यार, बाले चाहिँ यस्तो दामी देख्यो यार। पङ्खा अलिकति यस्तो छ, पङ्खा यस्तो यस्तो गरिदिनु, यस्तो बवाल देखेको कि बादल लाग्यो है सररत। फालिदिउँ जस्तो हुने कि यस्तो दामी छ। तिमीसँग जिउने हुन्छ होइन, कसरी घुमाएको हेर्नु है, कसरी घुमाएको कि आहा। हेर्नु त गाइज, के बादलको टिक्काहरू कस्तो दामी हेर्नुहोस् त। ए लभली सिन आयो नि त अहिले त। अब तल झर्दैछ है, हामी तल झारिरहेको छ है, एक्कासी तल झर्दैछ है, प्लेन तल झारिरहेको छ। अलिकति पहिला उचाइमा थियो, अहिले डाउन गर्दैछ कि। अब डाउन हुनु सर।